Hello everyone, welcome back to my channel. अनि आज चाहिँ हामीले यो आलुको मुखपङ गर्न गइरहेको छु। अब कस्तो हुन्छ है? ओ कोबा बाबा पोख्यो अब छोड्दै। ला मैले त मलाई फसाल्यो। के हुन्छ किन मलाई फस्न हालेको ओ हेर यहाँ थोरै पानी हुन्छ हुन्छ। म्याक्सी म्याक्सी भयो भयो ल अब आलु खाएर आलु जस्तै बन्ने हो भने के अनि इन केस लाइक यो अलि डेन्जर पिरो छ भने चाहिँ यता नुन चाहिँ यता राखेको छ। ओके ओइ खानुपर्छ। कस्तो अमिलो ल स्टार्ट गरौँ स्टार्ट। ए मेरो यहाँ आलु छ आदि यहाँ चाहियो तातो भइसक्यो। साथीहरूसँग भयो भने चाहिँ अलि रमाइलो हुन्छ नि त है, कुरा गर्दै अलि मजा आउँछ कि। अच्छा खान सक्दैन यो तातो छ अनि ओ शिट मरे म त। हेर त बाफ पनि आउँदैछ, बाफ भन्छ होइन यहीँ राख। आमा कति धेरै आयो होइन एकछिन त धेरै ए, भयो म कति मिठो अच्छा मिठो हुन्छ नि मिठो भएछ। पिरो आई गाउँको याद आउँछ है। तिमीहरूको गाउँतिर चाहिँ थाहा छैन, हाम्रोतिर त आलु आलु हो आलु आलु। हाम्रो नि गाउँमा त खान्छ, खाजा बेलातिर खान्छ कि धेरै जस्तो। खाजा खाना अस्ति मैले तिमीले खुवाएँ नि रुल्दु, अँ तिमी आलुको बिहान नै आलु खायो दिनसम्म दिनभरि पनि आलु खानु सक्छ कि तिम्रो मान्छे नि आलु जस्तै छ। त्यस्तो नभन है मित्र। अचार चाहिँ मनाङ्गे अचार आमाम दामी, मेरो मम्मीले बनाएको। तर यस्तो जोकर के भन्नु, यो आलुसँग जुस खान मिल्छ? मिलिहाल्छ नि, आलुसँग छ्याङ खान्छ त अनि के खालको कुरा गर्छौ म त तिमी कहाँबाट होइन त नर्मल मान्छेहरूले तातोसँग के चिसो खान्छ हो भन्छ नि त। म चाहिँ अलिक त्यसरी खान्छु कि अब मतलब लाग्दैन मलाई चाहिँ। तर पनि मान्छेहरूले चाहिँ ए तातोसँग कहाँ चिसो खान्छ जस्तो कि अब एक्जाम्पल पिज्जा खाँदैछ अनि साइडमा कफी छ भने पनि त्यो पिज्जा र कफीको त त्यो त हुँदै हुँदैन नि त। हो त्यस्तै भयो नि त, यो पनि आलु र यो हो नि त। यो त हुन्छ के चुप लगाइ अब झगडा पनि धेरै बोल्नुहुन्न, बोल्नुपर्छ कि उता भ्युवर्सहरूलाई इन्टरटेनमेन्ट दिनुपर्छ। Oh my god, गाउँको याद आयो म त साँच्चै। अस्ति आमाले कल गर्यो के खायो भने आलु खायो आलु आलु आलु। तर गाउँतिरको आलु लास्टै अर्कै खालको मिठो हुन्छ कि है। यो पनि अलिक मिठो हुन्न जस्तो लाग्यो। रातो आलु त मिठो हुन्छ है, यो चाहिँ मिठो हुँदैन जस्तो लाग्यो मलाई। मिठो जस्तो त्यो रातो चाहिँ अस्ति मैले बनाएको थिएँ नि, त्यो राम्रो हुन्छ कि त्यसले चाहिँ रातोले चाहिँ त्यो बनाउनु राम्रो हुन्छ क्या। रातो त लामो पहिला लामो हुने बेला लामोसँग पनि खान्थ्यो क्या। उसलाई पनि आलु यसरी खानु मन लाग्छ अरे। लामो र म खाजा उडे लाग्यो। आज आउँ मलाई होइन आलु धेरै नखाने, आज आउँ है को आलु खाँदैन त वाङमै हेर्नु आज आउँ पिरो। तर मैले अर्कै हुन्छ होला जस्तो लागेको थियो, तर मिठो रहेछ अमिलो थिएन। त्यहाँदेखि चाहिँ पिरो हुन्छ कि यो त
झन् तातो छ मलाई त कस्तो मजा आयो मलाई त्यस्तै मनपर्छ अनि तिमी त तातो खान्छ नि त त्यही भएर भन्छु यो त यहीँ हाल्नुपर्ने नि है ओए हामी फर्स्ट टाइम होला है लाइक फर्स्ट मान्छे होला है हामीहरू आलु मुकबङ गरेको क्या अरू मान्छेले आलु मुकबङ गर्छ मोमो पिज्जा के मुकबङ गर्छ हामी चाहिँ आलुको मुकबङ हामीबाटै स्टार्ट भयो होला नि त तर खान्छ हो पछि त कस्तो फेमस भएछ अरे होइन ए त्यो आलु मुकबङ गर्ने भन्यो भने ओ त्यो नानी चाहिँ आलु मुकबङ गर्ने नानी हो भनेर चिनेछ अरे म त थोरै चुस गर्छु कि म त जस्तो गरेर त खान सक्दैन हौ त यस्तो त्यस्तो त मजा आउँदैन अब यस्तो गर्नु म त मर्छ थोरै खाउँ न हेर्न अनि तैँले हाल्ने र मैले हाल्ने कति कसले बढी हाल्छ हेर त अनि त्यो भएर यसो गरेर खानु पसिनै आयो तातो पिरो भइरहेको हामी दिदीले के गर्छ डिनरमा आलु खायो भने अन्डा नि सँगै पकाउँछ अनि सबै केलायो अन्डा आलु सबै हाल्यो अनि सागहरू पनि थोरै हाल्यो घिउ थोरै हाल्यो अनि खोर्सानी हाल्यो मुसेर यस्तो मिठो हुन्छ अहिले नै सिकाउनु पर्दैन त्यो मान्छेहरूले खान्छ त त्यसलाई के भन्छ खान्छ कि हामीले मात्रै मुसेर पटेटो के हो कि भन्छ मलाई आएन कि तर पटेटो के भन्छ म्यास पटेटो त्यो त कुच्चाएको लागि कुच्चाएर त खाने त्यो पनि हो त्यस्तो हो कि मिठो हुन्छ आमा पिरो कोही कोही आलु धेरै खायो भने पेट रुच्छ हुन्छ भाइ योले त हुँदैन मैले धेरैचोटि खाइसकेँ मैले चाहिँ त्योवाला चाहिँ खाएको छ नि त रातोवाला के रातो भने कि पर्पल भन्ने के भने है रातै भनौँ है त्यो चाहिँ खाएको छ अनि त्यो त मिठो थियो हौ यो चाहिँ अलि टेन्सन लगाइरहेको थियो कि हुन्छ नि मिठो होला कि नहोला कि त्यो मिठो रहेछ त्यो रातो चाहिँ कस्तो हुन्छ नि फुक हुन्छ कि है सब बनाएर के भन्ने अब कसरी भन्ने उयो जस्तो के फुसफुस न सर्केला म त के भने सर्किने चाहिँ होइन अर्केला अर्केला अनि सर्किनेलाई सर्किनु र अड्किने एउटै होइन त फेरि होइन ए सरी माई ब्याड अड्किने भने यहाँ अड्किनु क्या अनि सर्किनु भनेको चाहिँ सर्किने एउटै चाहिँ होइन क्या पस्नु नआयो है मलाई पनि आयो तर देख्दैन पसिना खै कहाँबाट आयो तातो भएर झन् मोमो पिरो माइक हुनु पनि क्या क्रप क्रप खाएको आवाज आउँछ नि है पछि पछि अब अलि पैसा अलि धेरै कमाएपछि चाहिँ माइक पनि किनौँला अनि क्रस गरेर खाउँला अहिले यसपालि चाहिँ यस्तै भयो म त मन नआँटेछ नम भइसक्यो म त अघि चाउमिन पनि खाएर होला चुका लगाएर खाने सघाउने हुँदो
झन् बिचमा कति तातो हो यस्तो गरेर देखाउ त खाइदिए कति धेरै भइसक्छ झन् गरेको मर्छ होला आँखा हो नि हो झन् टाउको दुखिरहेको छ नि है आँखा खाइहालेको जस्तो भयो उफ्रिन्छ नि उफ्रिए जस्तो फिल भइरहेछ कि मलाई क्या हाँस उठेर चाहिँ के भनौँ यो हात चाहिँ क्या नक्कल पारेर बसेको जस्तो लागेको छ क्या यस्तो गरेर हुन्छ नि त्यस्तै गरेर बसिरह भने मनदेखि म त होइन यसो गरेर कति हेरिरहेको छु क्या तिमी हेर्दैछौ उतातिर खानामै व्यस्त उता हेर्नु कि खानु गाह्रो छ के चस्मा पो समाउनु के गाह्रो भयो भने न नाकै नभएर झरेको क्लासमा नि गर्नु सोचेर नक्कली परेर कति गरेको सोच्यो होला है मान्छेको आफ्नो प्रब्लम छैन एक दिन त नलाएर फर्स्ट दिन नलाएर गएको के आँसु आएको त्यो दाइले चाहिँ के रुको अरे मान्छे आँखा धोइरहेछ है रातो भइसक्यो आँखै अनि यस्तो यस्तो भएको थियो अनि यहाँबाट लाज लागेर चस्मा नलाएर आएको है अलिक त्यो सिरियस आफ्नो त्यो प्रब्लम हुँदा के अरूले के सोच्छ त्यो सोचेर बस्ने होइन भने अलिक कराउने टाइपले भने कि डर लागेर हुनु त हो अगाडि त म अप्ठ्यारो लागेन फर्स्टमै लाउनुलाई यस्तो जुस पनि खाम हो खाइसक्यो मेरो त छ अलिकति कहिले सघाएको खायो अमिलो भएर धन्न उसको जस्तै टेस्ट आउँदो रहेछ है पम्प्लुमुस अलि फेमस भएको बेला यसको पनि त्यो हुन्छ नि के अरे एडभर्टाइज हुन्छ भाइ गरेर गर्नुहुन्थ्यो यसमा फेमस छैन मर्छ होला म त टोक्दा खानै रहेछु टोकेर त खाने हो त के कुरो होइन आई मिन ए बरु ए सरी ओ यो त अलिकति कोक्यायो भन्छ होइन हो त्यस्तो जस्तो भयो एकछिन नखाना नि अर्को खा होला जस्तो चाहिँ उनीहरू छैन तातो खाना भने त्यस्तै हुने हो कि पेट भरेर हो कि त्यस्तो त होइन पिरो जन चपाउँछ नि है यो नाकको टुप्पो हल्लिँदो रहेछ नि तल झरेर आउँदो रहेछ कि मैले हेर्दाखेरि त कहाँ चस्मा गरेर हेर्छु माथिबाट के फाइदा भयो त्यो लाग्यो के हो कालो Oh my god, अब त मेरो त आँखै उफ्रिरहेछ कस्तो
उफ्रिरहेछ धेरै जस्तो त पिरो भयो भने कान यो हुन्छ नि अहिले त मैले त यहाँ भइरहेछ क्या यहाँ क्या के गरौँ के नगरौँ कहिले कहिले पिरो भयो भने क्या यस्तो यस्तो हुँदैन यहाँनिर एउटा हुन्छ क्या मलाई त करेन्ट लाग्यो त्यस्तो भइरहेछ अगाडि क्या हो सकिँदा सक्यो आगाइ होला के खाएको कुरा खाएर नआगाइ त अनि ढिल्ला हुन्छ भन्न Oh my god, कति धेरै आयो छिटो एउटा केलाउँदा तपाईँ त्यो माथि राख्दैन एउटै केलाउँदा अरे त्यो केलाउने सम्बन्ध घरमा पिरो भयो म के गर्ने होला म त मजा आयो किन म टाउको दुखिरहेको थिएन है यो मलाई यो तलाई यो चाहिँ कसलाई अच्छा पिरो हाफ हाफ है अनि भिडियो चाहिँ हाफबाट स्टोरेज फुल भएको भएर चाहिँ यो भएको छैन रहेछ मलाई एकदम आत्यो कि के अरे भिडियो नै गरेन कि क्या हो जस्तो लाग्यो क्या अनि एनिवे खाएर पनि साथी चाहिँ भाँडा धुई पनि भ्याइसक्यो अब मेरो यो थोरै बाँकी छ अनि आई होप तपाईँहरूले चाहिँ यो भिडियोलाई इन्जोय गर्नुभयो होला अनि यस्तै फेरि सके यही साथीसँग या अर्को साथीहरूसँग म मुखबाङकै भिडियोहरू ल्याउँला या फन के गरेको भिडियोहरू ल्याउने छु अनि अब के भन्ने अर्को त्यही हो बाई बाई टेक केयर गुड नाइट ल तिमीले पनि यस्तो गरिदेऊ देखेको छैन होला हौ तिमी यताबाट अब है देख्यो होला यति मात्र देख्यो होला ओके बाई सी यु इन नेक्स्ट भिडियो यो